आउनु भएको छ यहाँ शुभारम्भ कलेज। ट्रेलर हैन चक्कै यहाँनिर Hello guys, welcome back to my YouTube channel once again. How you guys are doing? I hope you guys are doing great. So आज चाहिँ म फेरि भ्लग लिएर आइसकेँ धेरै दिनपछि चस्मा लगाएर। सो म र मेरो साथी सब यहाँनिर यहाँ साथी चाहिँ यहाँ बसिरहेछ है। अब हामी हिँड्न लाग्यो है। आज ड्रोन शट सब देखाउँछु तपाईँहरूलाई। अनि त्यही हो गाइस, अब एकैचोटि मेरो बाइकमा भेटौँ है त। कन्टिन्यू ल गाइस, गेट ओपन गर्दैछ है। गेट सेट ओपन गर्दैछु अनि मेरो साथीको बाइक त्यहाँ आइसक्यो। एकछिन निकाल्छु अनि एकैचोटि अब ड्राइभ गर्छु। गाइस अब हामी हिँड्न लाग्यो। साथी र म यहाँ छु मेरो साथी। सो म चाहिँ अब यस्तो देख्छु मलाई। गाइस अब एकैछिन मेरो मोटो यो बाइकको क्लिप हेरौँ है, गोप्रोको। गाइस अहिले चाहिँ हामी सेट जान लाग्यो है। अब सेटतिर गएर यस्तो ड्रोन सोन उडाउनु है। कस्तो राम्रो वेदर छ यार आजभोलि, पुरै क्लिन छ स्काई पनि, अनि भिडियो पनि दामी हुन्छ। साथी यहाँनिर छ मेरो। गाइस बाइकमा एक्जस्ट हाल्ने पर्छ अब गाइजहरू। एक्जस्ट फिट गरेर अनि पड्काउने हो। के छ गाइजहरू, ठिक छ ल? ठिक छ, हामी आइसक्यौँ कालो भाइकोमा। हाम्रो भाइको बाइक गाइजहरू हाल्ने रे त यो हो नि त गाइस, यो हो नि त 16 Pro Max हो नि फेरि भाइहरू। यसो लगाएर होइन चक्कै यहाँनिर यसो है। त्यो अघिको एक्जस्टमा फिट गर्ने हो, बवाल पड्काउने गाइस। अब भोलिको अपडेटमा आउँछु यो। लगाइज अब हामी गएको सेजतिर चाहिँ निस्किँदा कति हुन्छ टाइम होइन, 2:10 एक्ज्याक्टली भनेको। त्यतिमा अब माइक क्वालिटी छैन होला, मैले माइक एडजस्ट के पनि हालेकै छैन, त्यही भएर पनि होला। 2:10 भएको छ। छिट्दिउँ है, माइक एडेप्टर अब युज गर्नुपर्छ, अप्ठ्यारो लगाएर नगरे हो। लगाएज अब हेलिप्याडमा जानु लाग्यो हामी। हेलिप्याड पुरै कुरो लाग्नु भयो। सो दिस इज हेलिप्याड अफ सिमरा सेज। दामी छ नि फेरि चलपल हान्दैछ केटोले। अब एकछिन रोक्नु ल गाइजहरू। अब म ड्रोन शट देखाउँछु तपाईँहरूलाई। ड्रोन शट इन्जोय गर्नु होला है। लगाए तब हामीले निस्किन लागेको ठाउँको लागि
अब निस्किन लाग्यो हामी यताबाट। आउनु भएको छ यहाँ शुभारम्भ कलेज। शुभारम्भ कलेज आउनु भएको छ यहाँ खाएर केरा नाम भयो। पढ्न चाहिँ एकदम ट्यालेन्ट हो यो दाइ, पढ्न चाहिँ एकदमै ट्यालेन्ट हो यो दाइ। सबभन्दा बिग फ्यान मिस्टर। निस्किन लाग्यो, छिटै नयाँ भ्रमण छ। पिस आउट।